सुरु हुँदैछ हाम्रो छोरीको कान्छा भाइको छोरीको बर्थडे हुँदैछ यहाँ आजको लागि मिल्छ भरे पनि भने अहिले पनि गाँच्न मिल्छ भिडियो मिल्छ टुक्रा टुक्रा खिचेर भरे गाँच्न मिल्छ ल हाम्रो छोरी यता बस्नुहुन्छ अहिले बर्थडे मनाउँदै हुनुहुन्छ एकछिन पछि अहिले आज बर्थडे छ फोटो खिच्ने मान्छेहरू यतिकै 14 वर्ष पुगेको पो कतिको छ त्यहाँ यहाँ 14 13 हो 14 13 मात्रै हो 13 मात्रै पक्न यो पहिला गाउँ नानी थाहा हुन्छ नि नछुन नानी खै यो लगाइदेऊ त पहिला जतिसुकै राखौ यो यति राम्रो बिगार्छु अनि के गर्नु अरूले खिच्नु पर्दैन अब मैले खिचेपछि भइहाल्यो अहिले अरूले खिच्नु पर्दैन त्यसपछि एकछिन पक्न पनि त्यो नहाल उतै हाल न उतो गाडी थाहा हुन्छ नि उता उता यता हामीले देख्ने ठाउँमा पर्छ वान फेरि फेरि उल्टो गाड्ला वान उल्टो भइगयो नजिक नजिक राख्न कहाँ टाढा राखेको बुझुजु खोइ बुझुले होइन अब बुझुजु यो के बाल्ने हो यो ए भाइ पार भाइ आवाज सुन्दा सुवेन भाइ जस्तो पो लाग्यो क्या त्यत्रो धेरै गएको कहिले बाली सक्नु वर्षको लेखेन त 13 वर्ष तपाईँ त्यो टेरा बाल्नु होइन खै छोडे त्यो हात पोल्छ तेह्रलाई चाहिँ उडाइ पठाउँदो रहेछ अनि 14लाई चाहिँ पक्रिँदो रहेछ है लगरहरू कता कता हो सेजलको लुगा पल्टेर ए यो त उपर रहेछ त बाइपास चेरी परेछ नि के सोचेर म त यो भनेर बालेको चेरी परेछ ए आमा हो चेरी सेजल काकीले फोटो खिच्दैछ त साइड साइडमा नगर्नु न त झर्छ हौ चेरी पकाएको त पुरा बाल्दो रहेछ भएन यो यसै हेर खानु गर्न रिभ्यूमा सेजल कदम तेरो बल्ले मुलले बल्ले भयो लै खिच्न ल छिटो लु अब फुक्न लु फुक्ने ह्यापी बर्थडे टु पहिला होइन तिरबाट फुकेर पो आइदिनु पर्ने भन्ने हो त होइन म यहाँ उयो गरिदिनु पर्ने त फुक ल सबै फुक ल ल ह्यापी बर्थडे Happy birthday to you. Happy birthday to you. Happy birthday to you. काकीले खुवाइदिन्छ मलाई काकी कहाँ जानु चिया होला खिच्छ म यता होला ए भाइयो रे टिका लगाइदिएको बाबा टिका लगाइदिनु अब यो नबिगार्नु हेलो किटीको केक भन्दै थियो हेलो किटीको केक पाएछ तेरो क्यामेरा दामी हुन्छ र खिच भनेको त्यही त तेरोबाट खिच्न ल उसको चाहिँ मोबाइलै खै तेरो ए घरमै छोडेर आएको खै देवाले खिच्छ न तपाईले गर्दा घरमै छोडेको खिच्न नि तपाईले ल अहिले खानै गरौँले ए देवाले ल जितुमा पहिला पनि मिलाउँदा खाउँ सबै खाइदिनु मेरो छोरीले दीर्घायु होइन धेरै ज्ञानी हुनु धेरै पढ्नु
सधैँ गरी फर्स्ट हुनु होइन सबै आफन्तहरूले चिन्नु होइन दालाई नजिस्काउनु हाँसे गरेर चप्पलको झटारा हान्छ ल खै पुगुली सिधै हो कहाँ ठुलो होइन अहिले ठुलो हो, त्यसमा पुगुली पनि अब सधैँ ज्ञानी हुनु धेरै छुच्ची नहुने होइन गेम धेरै गेम नखेल्ने धेरै ज्ञानी हुनु ल ल सेजल त्यत्तिकै पनि ज्ञानी छ त्यत्तिकै ज्ञानी छ होइन पढ्नु धेरै ज्ञानी हुनु होइन यो नानीहरुलाई यो पनि चेरी केक पनि चेरी आमाले क्यान्डल पनि चेरी क्यान्डल पनि चेरी यति धेरै पैसा क्यान्डल पनि चेरी काकीले त आम्मा बिहाकै भइदियो खोइ काका काका दिन्छ हात जोडे छ पैसा त हेर्छ ल भइहाल्छ त पनि ज्ञानी हुनु छुच्ची नहुनु त मोबाइल हेर्नु खेल गेम यस्तो यस्तो छुनु अ त्यही भनेको खोइ त्यही भने सेवा खै सेवा ल म त यस्तो पो दिन्छु म त ठुलो लु रेमालाई पनि पैसा यस्तै नमस्ते गरे ल दिएको दानु यो चाहिँ के भन्यो म यस्तो दिन्छु पैसा छैन ऊ डेमाले दिएको छु नि त ल काट्दै गर अहिले खाएर घट र हामी निकालेर ओ लैजाऊ न केक केक लैजाऊ भने क्या यो निकाल्नु त उसमा हामीले चाहिँ केकमा दिने यहाँ देमा देम यो यसो 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 अलिकति पानी हालेर ल पानी ल नेता खर्च हाम्रो देमा यहाँ पानी हालेर ल्याउनु न त भिडियोमा चाहिँ आएर गिफ्ट लिएर भिडियो देख खिचमा लिएर नि के पैसा न त्यहाँ अहिले पैसा अनि त्यही त भने अनि यो ठाउँबाट किन्नु भएको यो उता स्टोरबाट बर्थडे गर्दै लु चेरी मैले खाएको फेरि हेलो केटीको हैन हो हेलो केटीको ल्याइ उसलाई खै उसलाई त फोक्छ ज्ञानी हुनु धेरै पढ्नु हैन खस हुनु ल के भएछ चस्मा राति लाग्यो अडेर खोल्नु त्यो धेरै मोबाइलमा हेर्नु पढ्नु देवाले खै लाइदिनु भयो नि देवा देवा राम्रै लाइदिनु भयो डेमा मात्रै म लाउँदैन कुनै नातिनी बालुवा नखेल्नु तलतिर नकुद्नु घरमै बस्नु ले फेरि हाम्रो कसले पैसा दिएको ल्याउँछु शिवसरले चिप्टी अरे आठु पैसा लाटुङले बार पनि भयो छ अझै छ कति कति अझै छ कति देवालाई टिकाको कम पर्छ कसलाई दिनु अब देवालाई सेजु खा एकछिन टिका लाउने छ टिका लाउँदैछ क्या? एकछिन नै किन आफ्नो मेरो के भयो पर्स ल्याउनु न अब म भक्तुङ छु बाजेले अब टासी बाजेको आपाको पानी को टासी पहिला पैसा निकाल्नु पर्यो यहाँ छ कि छैन पैसा यदि बिमाले एक हजार दिनु पर्यो बिमाले यिनीहरू चाहिँ 100 दिनु पर्यो मेरो पर्स 1000 र 0 हुन्छ होला 1005 दिनु पर्यो बिमाले यिनीहरू 600 दिनु पर्यो यो गरेर 600 पाए है ल यही छु अन्न पुगुलीको ए, मुख पानी पानी है। नर बराबर खोज्छ ओ हेलो यहाँ हेर्नुमा बाङ्गो नहेर्न सिधा हेर्न यहाँ हेर्न यहाँ त मान्छेले नहेर्ने अरे क्या तँलाई थाहा छ अघि कफी भन्दै थियो ल मदिसे कफी कहाँ गएर अलिक सानो टिका लगाइदिनु डिमाको टिका झरिसक्यो यस्तो रिजन चाहिँ लगाइदिनु पर्यो ढ्याप ढ्याप अघि भएर मैले गर्दै थिएँ यहाँ देवालाई दिनु पर्यो मलाई देखेँ कि खेल देवा त युट्युबर हो पारो भाइलाई दिनु देवा युट्युबर हो। देवा युट्युबर देवाको नि भिडियो बनाइदिनु कता गएर बस्नु अब भाइ अगाडि नलाउनु उसको मोबाइल पनि वर्छ पहिला यो पुगुलीको छेउमा बस नि त नि उठेर भयो बिमाले यो सुदर्शन पनि छ ल देवा यो तिमीले यो ढोकेको ढोक यहाँ ल हो यहाँ ढोक ल पुकुली हो ले अब हामीलाई चाहिँ ढोकेको छैन है खोइ मलाई ढोकेको ढोक्नुपर्छ सबै ढोक्नु
करङ्गले टिकाउनु बोलो भाग्यमानी हुन्छ मलाई पनि ढोएको छैन बालुवामा नकुद्नु ल नातिनी मम्मी तो गिफ्ट लिएर आऊ रिभ्यूमा आएर पुग्ने छैन रिभ्यू एकछिनमा खाने मलाई टिका लगाइदियो भने त बहिनी काकाले माग्छ त मलाई टिका लगाइदिनु लगाएन ल्याइदे हुँदैन काकाले भनेको सुन्नु हुँदैन बाबा दसैँमा मलाई कराएको छैन टिका सुन्नु हुँदैन क्या बाउले टिका लगाउनु टिकाइदिन्छु ल खै यो कसको यो म भरे खान्दिनँ ओम नमः शिवाय 3 महिना भइसक्यो मैले तपाईँ खानु न म खाँदै एकछिन लागि काटौँ खाली हुन्छ एकछिन तेरो गिफ्ट गाडी भोलो कपडा चाहिएको राखेर क्या यो खै न बोल न देवाले मलाई गर्दै प्लेट पात्र छ कहाँ पाउँछ केक कुकुरले थोरै केक माग्दैछ अलिकति दिनु चिट्याउँदै ए छ कहाँ छ हो कुकुरले ने माग्दै यस्तै मन पर्छ नि दिएछ मैले यस्तो पलास चेरी खाइ चेरी अरे साथी खिचे मुझे अघि नै खिचेको बिहा अघि पनि छ भयो अल्लाह जामा ढाबा उठाम म टिका लगाइदिँदैन पानी भनेको पानी चिसो पानी भनेको पानी उदय हो पानी स्प्राइट जस्तो देखेर नि चाबी बाथरुममा हाल्यो गयो चाबी पानी खाने पानी चाबी ल्यायो चाबी ल्याउनु